everyone, welcome to another vlog and यो vlog पनि म almost 1 year पछि नै राख्दै छु प्लस एडिट गर्दै छु and this vlog is from our Kathmandu. Actually यो यहाँ चाहिँ हामीले few thingsहरु गर्न गइरहेको थियौं. प्लानमा चाहिँ नगरकोट जाने अनि त्यसपछि बाइक बुक गर्ने भन्ने थियो. यो टुरमा चाहिँ दुईवटा काम थियो हाम्रो बट अनएक्सपेक्टेडली हामी चाहिँ अर्को एउटा ठाउँ पनि गयौं. यसमा बाइक बुक गर्न गयौं. अहिले त हामीले यो बाइक लिइ पनि सक्यो अनि यसको शोरूम पोखरामा पनि खुलिसकेको छ. त्यतिबेला चाहिँ जस्ट काठमाडौँमा आएको थियो नयाँमा टेस्ट राइड गर्यो अनि त्यसपछि हामीले बाइक बुक पनि गरिहाल्यो. बाइकको काम सकाएर हामी क्विकली क्याफे गयौं, साथीहरुलाई भेट्यौं एन्ड देन हाम्रो चाहिँ अलिकति शपिङ्सहरु पनि गर्ने काम थियो एन्ड शपिङको लागि चाहिँ हामी न्यू रोड गयौं. मैले शपिङ गरेको पार्टहरु चाहिँ खिच्न नै बिर्सेछु. एन्ड देन हामी हाम्रो फेभरेट ठाउँ यो बिजी बर्गर भन्नेमा गयौं. यो चाहिँ हामी घर गयौं. घर जाँदाखेरि चाहिँ आन्टी अनि भाइहरुले चाहिँ आज बाहिर डिनर गर्ने भनेर प्लान बनाइसक्नु भएको रहेछ. त्यसपछि हामी डिनरको लागि गयौं कोरियन रेस्टुरेन्ट. Thank you. एन्ड नेक्स्ट मर्निङ जुन चाहिँ डे 2 थियो त्यो दिनमा चाहिँ हामी लाग्यो नगरकोटतिर मिस्टिक माउन्टेनमा स्टेकेसनको लागि. चिसो टाइपको वेदर थियो एन्ड मलाई चाहिँ अलिकति चिल टाइपको वेदर मनपर्ने भएको भएर पनि अझै वेदरले गर्दा पनि अझै राम्रो लागिरहेको थियो. हामी चाहिँ रेडी भयौं अनि अब थोरै पिक्चर्सहरु लिन्छौँ है आर्टमा. रोमिङ अराउन्ड चाहिँ कस्तो रमाइलो होला जस्तो कुन यो प्यासेज राम्रो छ यो प्यासेज चाहिँ. गार्डन यो पार्ट राम्रो रहेछ है सबभन्दा. हामीले चाहिँ फेरि क्विक चेन्ज गरिहाल्यौँ है किनभने त्यो ड्रेसमा खासै राम्रो फोटो पनि आएन. अनि अर्को कुरा भनेको यहाँ अलिक चिसो छ नि त अनि जाडो भइरहेको थियो त्यही भएर. अनि अब चाहिँ हामी थोरै बाहिर एक्सप्लोर गर्छौँ अनि यहाँको गार्डन एरियाहरू पनि एक्सप्लोर गर्छौँ. लेट्स सी कस्तो छ भनेर. नाइट भ्यू अनि यो चाहिँ एकदमै राम्रो देखिरहेको छ है रियलमा छन्. अनि दिस इज अनदर ब्युटिफुल भ्यू. वहाँ चाहिँ दुईचोटि मिस्टिक माउन्टेन जाने अनि फेरि फर्किने मान्छे के को लागि रे सुकुटीको लागि माथि गएर फेरि फर्केर आएर. सो यो चाहिँ हाम्रो डिनर. Good morning guys. So यो चाहिँ morning view from Nagarkot.
हाम्रो चेकआउटको टाइम पनि हुन लाग्यो है एन्ड दिस इज आवर आउटफिट कसको आउटफिट राम्रो छ मेरो राम्रो छ जस्तो लाग्यो मलाई ए मेरो ड्रेस मन परेन भनेपछि हजुरलाई राम्रो छ हैन Exploring the garden, हैन कस्तो लाग्छ त तिमीलाई एकदम रमाइलो लागिरहेछ तर फोटो राम्रो आएन फोटो चाहिँ राम्रो आएन किनभने म मोटाको छु त्यही भएर मलाई मेरो फोटो मन पर्दैन अब चाहिँ एनी हो वेट लस गर्ने पनि भन्छ मेरो लागि यो दुईटा कुरा लिएर अनि हस्बेन्डले चाहिँ भाइ बहिनीको लागि व्हाइट ऱ्याबिटको यो कुल्फी लिएको तर खासै मिठो चाहिँ छैन आई डोन्ट लाइक दिस वान सेम व्हाइट ऱ्याबिट मिठाई जस्तै छ त मिठो छैन त्यसमा पानी मिसाए जस्तो सो यो चाहिँ हो बिफोर इन काठमाडौँ अनि यो दिनमा चाहिँ हाम्रो यस्तो अनएक्सपेक्टेडली एउटा प्लान बन्यो नि है अनि प्लान बनाउने पनि फेरि हाम्रो बहिनी हो कि अनि उसको चाहिँ साथी रिसेन्टली सुकुटी बिच भन्ने ठाउँ गएको रहेछ अनि उसलाई पनि त्यहाँ जान मन लागेको अनि उसले चाहिँ सुकुटी जाउँ न भनेर भन्यो अनि हामीले चाहिँ विदाउट एनी रिसर्च त्यस्तो रिसर्च गर्ने टाइम पनि थिएन बाटो कस्तो छ कति टाइम लाग्छ भन्ने अनि उसले चाहिँ 2-3 घन्टामा पुगिन्छ भनेको भरमा नै हामीले जर्नी स्टार्ट गऱ्यौँ हामी चाहिँ टोटलमा 9 जना गएको थियौँ फुपू फुपा हामी 2 जना आन्टी अनि 4 जना भाइ बहिनी यो बोर्डिङको के काम भयो उयो स्विमिङ पुल कस्तो क्युटी छ ठाउँ त राम्रो है वाउ नाइस यो 6 घण्टा ट्राभल गरेको चाहिँ सबै होला जस्तो छ होइन उहाँ चाहिँ हाम्रो फुपू हुनुहुन्छ हाम्रो ट्रिपको स्टार है अनि यो चाहिँ इभन चेक इन गर्नुभन्दा अगाडिकै क्लिपहरू हो पुरा डान्स गर्ने स्टार्ट भइसक्यो कि फुपूको चाहिँ अनि उहाँ चाहिँ सबैभन्दा चिल पर्सन फ्यामिलीमा उसलाई त कहिलेबाट स्विमिङै गर्नु मन छ होइन स्विमिङ गर्नै आयो यो चाहिँ हाम्रो नेक्स्ट मर्निङ अनि हिजो राति चाहिँ हामी मजाले स्विमिङहरू पनि गऱ्यौँ यति रमाइलो भयो अनि हामी कोही पनि 3 घण्टा भन्दा बढी चाहिँ सुतेको छैनौँ अनि अब चाहिँ हाम्रो अचानक ऱ्याफ्टिङ पनि गर्ने प्लान भयो तर हामीसँग प्रपर लुगाहरू चाहिँ थिएन हामी बोटको रमाइलो भइरहेछ
आर डन विथ राफ्टिङ हैन अनि कस्तो लाग्यो हजुरलाई एकदमै रमाइलो इन्जोय गर्यौं हामीले कुमु हजुर कस्तो भयो लाइफ टाइम एक्सपिरियन्स हैन योलो गाइस So यसरी चाहिँ हाम्रो ट्रिप टु सुकुटेक कम्स टु एन एन्ड पल्ट हाम्रो अर्ली मर्निङ फ्लाइट थियो त्यसपछि हामी फर्कियौं सो या थ्यांक यू सो मच फर वाचिङ